अनि कुनामा लग्नुभयो अनि लगेर चाहिँ छोरा छ कि छोरी छ भनिदिनु न भनेर पकेटमा पैसा राखिदिनु भयो हेर्नु है अनि अनि मैले तुरुन्तै निकालेँ अनि त्यो उहाँको हातमा नै थमाइदिएँ है अनि म भर्खर गएको थिएँ नि त अनि त्यसपछि अनि मैले दाइलाई बोलाएँ अनि दा यस्तो पो भयो त आज के गरायो यहाँ यस्तो चलन छ र के हो यो भनेर मैले सोधेँ है भएको कुरा एकदम फ्याक्ट कुरा अनि त्यसपछि यस्तो गर्छन् हेर यहाँको समुदायले चाहिँ यो छोरी रहेछ भने यो फाल्नको लागि यो सबै गर्छन् यसमा पर्नु हुँदैन है यति तिमीलाई आज गर्छ म धेरैमा परिसकेँ म तिमीलाई भन्छु भन्दै थिएँ ठ्याक्कै तिमीलाई आज यो परेछ तिमीले भन्यौ ठिक गर्यौ नलिएर यो गर्न थाल्यो भने त यहाँ त हेर यति धेरै छन् छोरी फाल्ने होइन छोरी रहेछ भनेर भन्ने भएको कुरा जे हो त्यो भन्नु पऱ्यो अनि भन्दाखेरि चाहिँ त्यो तपाईँको त्यसरी चाहिँ कोही त सोध्न आउने कोही त पैसा दिएर पो भनिदिइहाल्छ कि भनेर त्यसो गर्ने कि अनि सो त्यो चाहिँ यहाँ मैले यहाँको परिवेशमा भने कि बाहिर जिल्ला अस्पतालकै परिवेशमा नै यो सिचुएसन अहिले पनि नेपालमा व्याप्त छ।